सो हेलो वेलकम ब्याक न्यू भिडियोमा साथीहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। सो आज चाहिँ हामी के गर्नको निम्ति जाँदैछौँ, दाउरा काट्नको निम्ति जाँदैछौँ। सो हामीले नाम्लो बोकेको छौँ हैन, त्यसको लागि नाम्लो छ हामीसँग। जाडो छ नि त, अहिले जाडो बढिरहेछ। सो दाउरा भयो भने चाहिँ आगो ताप्नु पनि भयो, खाना पकाउनु नि भयो हैन। त्यसैले हामी चाहिँ हेर्नु है, हामी तीनजना छौँ दाउराको लागि। हामी निस्किँदै छौँ गाइजहरु। सो बाबासँग बनाउनलाई हुन्छ हैन, उतै त्यसले दिनु रे भिडियो बनाउनु। सो उता हाम्रो यहाँ हेर्नु नि, यहाँ एउटा पुन्टु भन्ने जन्तु छ भिडियो बनाउने यार। सो लेट्स गो साथीहरु, भिडियो मन पर्यो भने लाइक, नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। लेट्स गो। भनेको लाखे तिमीले? ओइ गोजीको चेन छ? हो लाखे, के भनेको तिमीले? गोजीको चेन छ कि छैन? गोजीको छोरोको साइकल पनि यता दुर्घटना भएर बसिरहेछ, उतार्नु परेर है। ल कुकुर राम्रोसँग घर रुङ ल। हेर्नु नि, कहाँबाट आएको पाहुना कुकुर घर रुँगिरहेछ है। फेरि हामी चाहिँ अब बारीतिर लाग्दैछौँ। एउटा दिदीको बारी छ हैन, त्यहाँ अनि दाउराहरू छ अरे नि त। यसो ल ल्याउनु भनेर भन्नुभयो नि त। अनि जाडोमा दुईटा काम हुन्छ, एउटा आगो ताप्नु नि हुन्छ हैन, गाउँघरमा खाना पकाउन पनि भयो। त्यसैले हामी दाउरा लिनको निम्ति जाँदैछौँ परिवार नै उठेर। यता मास्तिर हो कि माथि? सो यता माथि जङ्गल जाने हो नि त, माथि हिँड्नुहोस् ल। यो तपाईँहरूलाई थाहा छ कि छैन, यसलाई हाम्रोतिर अर्थङ्गे भन्छ कि। देख्नुभयो, यसलाई अर्थङ्गे भन्छ होइन। यो के यो कालो कालो यस्तो, यो अर्थङ्गे भन्छ है। अनि यो चाहिँ घाँस काट्दाखेरि उता हिँड्दाखेरि कपडामा जाक्यो भने अनि त्यो चाहिँ बिस्तारै बिस्तारै मासुमा जाँदो रहेछ कि है। चल्दै चल्दै त्यो सर्दै मासुमा गाडिसकेपछि त्यो चाहिँ अहिले गाडिएको छ नि, तपाईँ 50-60 वर्षको हुँदाखेरि त्यो मासुको डल्लो बनेर बस्दो रहेछ कि यसमा है। अनि यो चाहिँ एकदम डेन्जर हुँदो रहेछ नि त। हामी चाहिँ यसरी हिँड्दैछ भिरपाखा, छोरो पनि हिँड्दैछ। छोरो नि त जाने अरे नि त, उसलाई फेरि यताउता हिँड्नु भनेपछि यति खुसी हुन्छ। तिमीलाई अर्थङ्गे बिचलाई छोरा, हेर त अर्थङ्गे कम्तारै हुन्छ। अर्थङ्गे झारकै उयो यस्तो दिन। ल मलाई छोराले फुल दिँदैछ है, फुल देऊ न, घुँडा टेकेर देऊ न, घुँडा टेकेर यस्तरी। ल हेर्नु है, मेरो छोराले फुल दिँदैछ है मलाई, पख ल। थ्याङ्क यू। मेरो छोराले चाहिँ कसले सिकाएको नि, घुँडा टेकेर पुरा फुल दिन्छ। हेर्नु त बाटो डेन्जर छ नि होइन। हिँड्नु ल। हाम्रो यता पाउने है, कालो बनमारा भन्छ यो है। यो तपाईँहरूकोतिर पनि पाउँछ होला। यो चाहिँ तपाईँको घाउ चट्टै काटेको बेलामा तपाईँले चाहिँ यसलाई माडेर मस्त लगाइदिनु भयो नि है, रगत थाम्छ अनि घाउ पनि छिटै निको पार्छ कि, सुकाउँछ यसले, सुकाउँछ घाउलाई। त्यस्तो औषधि हो यो होइन। पहिले हामी सानो हुँदाखेरि मम्मी बुवाहरूले लगाइदिनु हुन्थ्यो कि यसको है, टक्क माडेर। यो त टन्नै छ, बाख्राले मिठोरी खान्छ यो पानी अमला हो यो चाहिँ है। सो हाम्रो गाउँघरतिर जङ्गलतिर पाउने हेर्नु नि, यहाँ दाना यो चाहिँ पानी अमला हो। यो यसको पनि औषधि हुन्छ। यो पनि, यो भित्र पानी हुन्छ। यो खानुभयो भने तपाईँको पिसाब खराब छ भने, पिसाब पोल्ने समस्याहरू चाहिँ यसले निको पार्छ अरे कि। अरू पनि हुन्छ हुन अरे त, के हुन्छ अरे हुन त, तर मलाई थाहा भएको चाहिँ त्यति हो है। पिसाब पोलेकोहरू समस्याहरू चाहिँ यसले निको पार्छ अरे होइन। यो चाहिँ औषधि हो, औषधि छ हाम्रो जङ्गलतिर भनेर के भन्नु। यहाँ चाहिँ पानीको मुहान रहेछ नि त, तानिरहेछ चिसो गरेर। यहाँनिर पानी फलाउँदो रहेछ। यो ट्याङ्की छ, अनि यहाँबाट चाहिँ पानी लान्छ नि उता गाउँतिर, उता डाँडातिर त्यतातिर होइन।
हेर्नै गाइसहरु हाम्रो यहाँबाट मस्त हिमाल देखेछ है। आमा मेरो त आइफोन 10 पर्यो नि त, त्यही भएर अलि राम्रो आएन। हिमाल डाँडाटोल हाम्रो छेत्री बस्ती हिमाल चट्ट हिमाल पनि देखिरहेछ है। हामी आएको त्यताबाट सट्ट ल हाम्रो काठमाडौँ जाने रोड हो यो। यताबाट स्वाई गाडी चढेर हामी जान्छौँ। यो अघि मैले देखाएको अमल हो नि त, हेर्नु त कस्तो दामी छ यसको दानै। हाम्रो गाईहरू थियो अगाडि हिँड्दै हुनुहुन्छ। हामी दाउरा खोज्ने ठाउँमा आइसकेको छौँ लगभग हैन। दाउरा खोज्ने ठाउँमा आइसकेको छौँ गाईहरू। म तपाईहरुलाई हाम्रो यता पाउने सुन्दर फुल देखाउँछु ल। यस्तो दामी हुन्छ त्यो फुल है, आजकल फुल्छ के यसरी। हाम्रो यता पाइने फुल चाहिँ यही हो कि है, पयौको फुल मस्त फुलेको छ। अलिकति नराम्रो देखियो है, फुलिरहेछ पयौको फुले मस्त। मौरी घुमिरहेको फाइनली हामी चाहिँ दाउरा काट्ने ठाउँमा आइसकेको छौँ है। घाँसै घाँस छ, रुखहरू छ वरिपरितिर काटिन्छ। दाउराहरू यस्तो छ है। साथीहरू यसरी तान्दैछ माथि चाहिँ डोरीले खुकुरी तान्दै। अनुहार चाहिँ कालो न कालो आइरहेछ। पुरा घारीभित्र लुकेछ। उतापट्टि दाउरा काट्दैछन् साथीहरू। हामी त दाउरा काट्दैछौँ है साथीहरू। अब भारी पुग्न लाग्यो लगभग। हाम्रो गाउँघरतिरको मिठो सङ्गीत है त आजकल। सुन्नुभयो? के गर्नु भिरै भिरमा छ, जिन्दगी चल्न त चल्या छ भनेको यही होला कि। भिरमा फुलेको फुल चाहिँ हाम्रो यता चाहिँ हेर्नु है, खर काटेर टक्क यसरी राखिन्छ, मजाले सुकाइन्छ अनि मुठा पारेर यसरी रुखमा हैन पराल राखे जस्तो टक्क राख्ने गरिन्छ यतातिर चाहिँ। र यस्तो चाहिँ साथीहरू तपाईँहरूकोतिर के गर्छ अनि हाम्रो दाउरा चाहिँ यति हामीले थुपार्यौँ है बारी वरिपरि खोजेर। सो गाइसहरु यस्तो छ दाउराको। अब भारी हाल्न लागेको। सो भारी हाल्नको लागि त्यहाँ दौडी रेडी हुँदैछ। त्यसपछि हामी जानेछौँ। छोरोले यता कुरो टिप्दैछ। जङ्गल हेर्नु न, जङ्गल घुमेको फाइदा यति छ कुरो। छोरो टिप्नु छोरोको कामै यही हो। कति आगो है ले बनाउँदै हुनुहुन्छ। छोरा चाहिँ 18 त्यत्रो बानिसिन् के काम त। फाइनली हाम्रो भारी दाउराको भारी है यत्रो भएको छ। बोकेर हिँड्नु कम त गाह्रो भइरहेछ यहाँ साथीहरू। यसरी हालेछ भारी चाहिँ टक्क। फाइनली गाइजहरु हामी चाहिँ दाउरे साथीहरू दाउरा लिएर आइसकेका छौँ है। हामी घरमा आइपुगेको छौँ। सो उयो त ढुकुले चट भएर आएको जस्तो छ। सो है हामी आजलाई भने भिडियो यति नै रहेको छ। सो भिडियो मन पर्यो भने हैन हामीलाई पनि यसो सपोर्ट गर्नु होला, लाइक गरिदिनु होला अनि नयाँ हुनुहुन्छ नि प्लिज सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। सो आजलाई भने भिडियो यति नै, टाटा।